हेलो गाइज, तपाईँहरू पनि धेरै टेन्सन लिनुहुन्छ होइन। हामीले पढ्दै आएको हाउ टु स्टप वरिङ एन्ड स्टार्ट लिभिङ डेल कार्गेनीको बुकमा एउटा म्याजिक ट्रिक छ। त्यो 3वटा स्टेपले चाहिँ तपाईँको टेन्सनलाई चाहिँ गायब गर्न सक्छ भनेर भनेको छ। त्यो 3वटा स्टेप के हो त हामी हेर्छौँ है त। नम्बर 1 कुरा छ फेस द वर्स्ट भनेको छ। के भन्दा तपाईँलाई त्यो सबैभन्दा नराम्रो कुराको सबैभन्दा नराम्रो पक्ष चाहिँ के हो, नराम्रो परिणाम चाहिँ के हो भोलि बिहानको होइन। नराम्रो परिणाम के हो भनेर त्यसलाई चाहिँ डराएर होइन कि निष्पक्ष भएर आफूले चाहिँ विश्लेषण गर्नुपर्छ भनेर भनेको छ। अर्को नम्बर 2मा छ एक्सेप्ट इज मेन्टल्ली भनेको छ। के भन्दा तपाईँले त्यो नराम्रो कुराहरू पनि ठिकै छ भइहाल्छ भनेर तपाईँले एक्सेप्ट गर्न थाल्नुभयो भने, तपाईँले त्यो वर्स्टलाई चाहिँ एक्सेप्ट गर्न सक्नुभयो भने चाहिँ तपाईँभित्र भएको डर चाहिँ बिस्तारै हराउँदै जान्छ भनेर भनेको छ। नम्बर 3मा छ इम्प्रुभ योर वर्स्ट भनेको छ। अब त्यो आफूले शान्त दिमागले चाहिँ त्यो वर्स्टलाई चाहिँ कसरी काम गर्न सकिन्छ भनेर सोच्ने भनेर भनेको छ है त। आज चाहिँ अब यो फर्मुलालाई चाहिँ आफ्नो प्रब्लममा युज गरेर हेर्नुहोस्। भोलि चाहिँ अब यसले चाहिँ कसरी काम गर्छ भन्ने कुरा चाहिँ हामी भोलि अर्को टपिकमा कुरा गर्छौँ।